नमस्ते सम्पूर्णमा म चाहिँ हाल यहाँ युएमा छु होइन। मैले खास यहीँ खाडीमा आउनुहुने तमाम हुनुहुने तमाम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई भन्दैछु, यहाँ चाहिँ प्रायः जसो आइसकेपछि मानिसहरू चाहिँ प्रायः जिम्मेवारी बोकेर आएको हुन्छ। एक्लैको लागि आएको हुँदैन, त्यसको परिवारको लागि, आफ्नो बालबच्चाको बिहे हुनेहरूको लागि, आफ्नो श्रीमती र छोरछोरी प्रमुख भए बाबा आमा नहुनेको लागि बाबा आमा अथवा आफ्नै भविष्यको लागि आएको हुन्छ। प्रायः जसो अब देशमा सम्पन्न भएर आएको हुँदैनन्, त्यो समय आर्थिक समस्या बेरोजगारीकै कारणले आएको हुन्छ। प्रायः जस्तो यहाँ कोही यहाँ घुम्न मोज यस आरामको जिन्दगी जिउन आएको हुँदैन। प्रायः जसो चाहिँ दाजुभाइ तथा दिदीबहिनीहरू चाहिँ यहाँ आएर चाहिँ अब लाइक अल्कोहल बढी सेवन गर्ने, ठिक छ, मान्छेको आत्माले मागेर खानुपर्छ, महिनामा अथवा हप्तामा एकचोटि खानुपर्छ, कन्ट्रोलमा लिमिटमा खान्छ। अनकन्ट्रोलकै एकदमै रोडतिरै बाटोतिरै लड्ने खाले खाएको देखेँ क्या। त्यसले चाहिँ आफ्नो प्लस आफ्नो करियर त सकिसक्यो, आफूले चाहिँ कतिपय आफ्नो घर परिवारलाई चाहिँ बोकेको जिम्मेवारी घर परिवारको पनि लाइक भविष्य अथवा त्यो बर्बाद भएको अवस्थामा पुग्यो कि आफू त बर्बाद भयो, आफ्नो छोराछोरी, आफ्नो श्रीमती, आफ्नो बुवा आमाको समेत रोजीरोटी अब चुलोमा चाहिँ धेरै प्रभाव पर्छ क्या। सो गाई त्यस्तो भएको कारणले तपाईँहरूले खानु आफ्नो आफ्नो आत्माले माया गरेर खानुपर्छ। तर खाएको नाममा चाहिँ धेरै चाहिँ अब खाएर चाहिँ एकदम अनकन्ट्रोल भइदिने, अब अनकन्ट्रोल भए अपराधिक क्रियाकलाप भइदिने, लाइक पुलिस केसहरूमा फस्ने, जेलमा पर्ने, अनि त्यस्तै कम्पनीबाट चाहिँ रिजाइन भइदिने, कम्पनीले चाहिँ टर्मिनेट गरिदिने, फाइन हानिदिने, त्यस्तो केसमा धेरै परिरहेको छ क्या। त्यस्तो चाहिँ नहोस् भन्न चाहन्छु कि म। एकदम त्यो खाएन पनि लिमिटमा खानुहोस्, कन्ट्रोलमा खानुहोस्। जति खाए नि हुन्छ कि खानेकुराहरू कोठाभित्र बसेर खानुहोस्, कुनै एक निश्चित ठाउँमा बसेर खानुहोस्। प्रायः जस्तो चाहिँ बाहिर अब बाटोबाट अथवा रम्मलतिर बेचेर आयो भने त्यतैतिर खाने, अनि खाएपछि चाहिँ अब त्यही त हो नि नेपालीको व्यवहार। अब जसको पनि व्यवहार त खाएपछि कन्ट्रोल नभएछ कता कता जान्छ, अबसोध बोल्ने, जो कोहीले नि खोज्ने, अब त्यस्तोहरू चाहिँ भइरहेको छ। एकदम पुलिस केसहरू चाहिँ धेरै भइरहेको छ, प्रहरीकोमा धेरै गइरहेको छ कि। त्यस्तो भएर चाहिँ यहाँबाट धेरै टर्मिनेट भइरहेको छ, धेरैजसले देश निकाला भइरहेको छ, धेरैको अब लाइक धन्यवाद।